दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 11 स्थित सुकौराकोटमा रहेको थारू राजा दङ्गीशरणको ऐतिहासिक दरबार परिसर यति बेला पुनः चर्चामा आएको छ। सुकौराकोटलाई राजा दङ्गीशरणले राज्य सञ्चालन गरेको मुख्य थलोको रूपमा लिइन्छ। पछिल्लो समय पुरातत्व विभागले यहाँ विशेष चासो देखाउँदै उत्खनन कार्यलाई तीव्रता दिएको छ। जमिन मुनि दबिएर रहेका प्राचीन दरबारका अवशेषहरू बाहिर निकालिँदैछ। उत्खननको क्रममा 6औं 7औं शताब्दीदेखि 12औं 13औं शताब्दीसम्मका विभिन्न आकारका प्राचीन इट्टाहरू फेला परेका छन्। विभागले ती इट्टाहरूको बनोट र साइजलाई पछ्याउँदै नयाँ इट्टा तयार गरी दरबारको जगलाई जमिनभन्दा केही माथि उठाउने प्रयास काम तीव्र गरेको छ। यसै क्रममा प्राचीन पानी खाने भाँडाका टुटीहरू तथा थारू समुदायले पूजा गर्ने घोडाको मूर्ति समेत फेला परेको छ। यी सामग्रीहरू कुन समयका हुन् र तत्कालीन समयबारे के सङ्केत गर्छ भन्ने विषयमा थप अनुसन्धानका लागि सङ्कलन गरिएको छ। तर सकारात्मक प्रयाससँगै अर्को दुःखद पक्ष पनि देखिएको छ। केही वर्ष अघि नगरपालिकाले निर्माण गरेको भ्यू टावर संरक्षण अभावका कारण अहिले दुर्व्यसनीको अखडा बनेको छ। टावर वरिपरि बियरका बोतल, चुरोटका ठुट्टा, बेबका बट्टाहरू छरपष्ट छन्। अहिलेसम्म धेरैले दाङको चखौरा स्थित थारू सङ्ग्रहालयलाई नै दङ्गीशरण राजाको दरबार ठान्दै आएका छन्। तर इतिहास र स्थानीय बुढापाखाका अनुसार वास्तविक शासन केन्द्र भने सुकौराकोट नै हो। चखौरा सङ्ग्रहालय मात्र हो भने सुकौराकोट इतिहासको जीवित साक्षी बनेको छ। चौताल चाहिँ तपाईँको जतिखेर यो राजाकोट बनियो, थारू राजा परापूर्व कालमा, त्यतिखेर चाहिँ यहाँको माटो खनेर इट्टा बनाएर चाहिँ यो दरबार बनाइएको भन्ने बुझाइ छ। यो अग्रजहरूले भनेको सुनेको अनुसार र यो धेरै पुरिसकेको छ। थियो यहाँ त गाई भैँसी पनि पस्न सक्दैन थिए। अनि यो पुर्याएर पो भल पानी आएर पुर्याएर पो यो हल्का भयो, त्यहाँ त भाँतिँदै गएको छ। यो त न त गाई भैँसी पनि पस्न सक्दैन थिए यहाँ त।